심제담제 대화단 대외교단 덴버교제 심제담제 동알다 동알유교단 제버교제 심제담제 동알매베 대화단 멘다버 심제담제 예린 차단이다 제베 돈뇽란 네버교직스 아 बुद्ध शाक्यमुनिले सर्व प्राणीहरू सबै सुख होस् दुःखदेखि मुक्ति पाओस् अनि भनेर चाहिँ प्रार्थना गरेको जस्तो मैले पनि यो प्रार्थना चाहिँ अनि गरेर आज यहाँ यो अहिले भिडियो हेर्ने जति प्राणीहरू छ सबैलाई अनि हार्दिक नमस्कार भन्न चाहन्छु अनि केही कुराहरू राख्न चाहेको छ अनि यस पालमा हाम्रो यो जम्बुद्वीपमा अनि कोभिड-19 भनेको त्यस्तो अनि कोरोना भाइरस भनेर एउटा बिमार भनौं अनि रोग आएको कारणले धेरै मान्छेलाई चाहिँ मनमा अलिकति अशान्त दुःख त्यस्तो भएको छ त्यो कारणले मैले यहाँ केही कुराहरू राखौं भनेर चाहिँ अनि मनमा आयो त्यस जोस प्राणीहरूलाई अनि फाइदा हुनुको लागि अलि राम्रो हुनुको लागि त्यो सोचले अनि कुरा एक दुई कुरा चाहिँ राख्दैछु सबैले सुन्नुहोस् भनेर अनुरोध गर्दैछु पहिला यो कोरोना भाइरस भन्ने त्यो चाहिँ अनि अब चाइनाको वुहान भन्ने ठाउँदेखि अनि बिस्तारै अब हाम्रो यो जम्बुद्वीप संसारमा धेरै फैलाएको छ अनि त्यो कोरोना भाइरस भने चाहिँ के हो अनि त्यसको त्यो कसरी जति फैलाएको छ भने त्यो कुराहरू चाहिँ मैले नगरौं सबैले थाहा छ ध्यान दिएको छ त्यसो कारणले यो कुरा चाहिँ मैले नगरौं अब मैले यहाँ चाहिँ आज के भन्न चाहेको छ भनेदेखि कोरोना भाइरस भन्ने त्यस्तो रोग चाहिँ आफैले प्राप्त नभएको अगाडि आफैले अनि त्यो रोग नहुनुको लागि के गर्नु पर्यो भनेको उपायमा कुरा एउटा राख्छु त्यसपछि चाहिँ त्यो रोग चाहिँ आफैलाई प्राप्त भइसक्यो पछि अनि आफैले के गर्नुपर्छ भनेको विषयमा कुरा राख्छु त्यो दुई कुरा चाहिँ राख्दैछु अब पहिलो रोग आफैलाई त्यो कोरोनाको रोग चाहिँ आफैलाई प्राप्त नहुनुको अगाडि अनि हामीले त्यस्तो रोग चाहिँ नआउनुको लागि पहिलेदेखि नै के गर्नुपर्छ भनेको विषयमा धर्मद्वारा नभनेर है यो साइन्टिफिक भन्छ नि त्यो आधुनिक अनि विज्ञानद्वारा अनि म चाहिँ भन्न चाहेको छ पहिलो चाहिँ अर्को उपाय चाहिँ धर्म मान्नेहरूलाई धर्मद्वारा के गर्नुपर्छ भनेको विषयमा पहिलोमा चाहिँ मैले भन्न चाहेको उपायमा 7 वटा उपाय चाहिँ छ 7मा चाहिँ सर्वप्रथम पहिलो चाहिँ के हो भनेदेखि बुद्धले भनेको जस्तो बुद्धले के भन्छ भन्ने तपाईलाई दुःख भयो भने पहिला तपाईले दुःख होस् जो होस् भविष्य तपाईं आफैले दुःख होस् र अहिले नभएर भने भविष्यमा अनि हुन सक्छ त्यसको लागि चाहिँ पहिला तपाईले यदि तपाईले भविष्यमा दुःख चाहिँदैन भनेदेखि पहिला तपाईले दुःखको विषयमा चाहिँ थाहा हुनुपर्छ भनेको छ उहाँले
4 आर्य सत्यको बारेमा भन्नु बेलामा अनि दुःख आर्य सत्य भने चाहिँ पहिला भन्यो। त्यो बेलामा तुङ्गेश्वर छ भनेर चाहिँ पहिला तपाईँले दुःख भने चाहिँ के हो भनेको दुःखको परिभाषा सबै अनि चिन्नुपर्छ, जानकार हुनुपर्छ भनेको छ। त्यसपछि अनि कुन्जुङ पावर छ भने चाहिँ त्यो दुःखको अनि हेतुहरू के हो भनेर थाहा भएर त्यसलाई चाहिँ त्याग्नुपर्छ भनेको छ। त्यही जस्तो पहिला कोरोना भाइरस भने चाहिँ के हो त्यो अनि त्यो नआउनुको लागि के गर्नु पर्यो त्यो चाहिँ हामीले थाहा हुनुपर्छ। त्यसो कारणले मैले अघि 7वटा उपायकोमा पहिलो चाहिँ त्यो के अरे कोरोना अहिले भन्नु चाहेको कोभिड-19 को अनि विशेष सूचीमा अनि त्यसको अनि परिभाषा त्यसको अनि त्यो रोगको विषयमा पहिला सबैले जानकार हुनुपर्छ, थाहा हुनुपर्छ। त्यो थाहा भएर त्यो नआउनुको लागि अनि तयार गरेर बस्नुपर्छ भनेर यो चाहिँ पहिलो उपाय। दोस्रोमा चाहिँ के छ भनेदेखि हामीले जहिले पनि यो कोरोना भाइरस त्यो मात्रको कुरा होइन कि जहिले पनि हामीले यो सम्बोट भाषामा भन्छ मेन्जु अनि मेन्जु चाङ्डा ठुतेन भन्छ। त्यसको मतलब चाहिँ हामीले जहिले पनि यो दबाईहरूको विषयमा यसो रोग भयो भने दबाई खानुपर्छ, दबाई खाने पर्ने चाहिँ धेरै महत्त्वपूर्ण हो, जरुर हो भन्ने चाहिँ हाम्रो यो हामीले त्यो चाहिँ सोच चाहिँ राख्नुपर्छ। त्यो सँगै अनि जहिले पनि साफ सफा बस्नुपर्छ। आफ्नो मनको भित्र जहिले पनि साफ सफा बस्छु भन्ने सोच छ भनेदेखि त्यो बस्छ। त्यो बस्यो भनेदेखि धेरै दुःखहरू चाहिँ आउन सक्दैन। दुःखहरू नयाँ दुःख आउँदैन। त्यसको माथि चाहिँ अनि आफूले त्यो एक्सर्साइज गर्ने, योगा गर्ने अनि जो गर्नुपर्नेहरू छ हेल्थको लागि, जिउको लागि, आफ्नो शरीरको लागि, त्यसो कारणले यो दबाई खानेदेखि लिएर साफ सफा बस्नेदेखि लिएर अनि योगाहरू त्यो एक्सर्साइजहरू गर्ने, हेल्थ केयर गर्ने त्यो कुरामा चाहिँ त्यो महत्त्वपूर्ण सोचेर चाहिँ त्यो चाहिँ हाम्रो मनमा चाहिँ राखेर त्यो चाहिँ पालन गर्नुपर्छ, कार्यान्वयन लिनुपर्छ भनेर चाहिँ यो दोस्रो उपाय हो। अब त्यस्तो गर्ने हो भनेदेखि अब धेरै रोगहरू आउँदैन, खास गरेर कोभिड रोग भन्ने नआउन सक्छ नि। त्यो अब त्यसलाई ध्यान नै नदियो भने के भयो भने भयो भनेर चाहिँ साफ सफा पनि नबस्ने, केही नगर्ने, आफ्नो जिउ स्वास्थ्य हुनुको लागि केही नगर्यो भनेदेखि त त्यो दुःखहरू त्यो रोगहरू अनि त्यो के अरे कोभिड-19 कोरोना भाइरसहरू चाहिँ तुरुन्त आउँछ नि। त्यसको कारणले पहिलो यो पनि चाहेको छ। यो चाहिँ दोस्रो उपाय। तेस्रोमा चाहिँ अनि हाम्रो यो जिउ शरीरहरू चाहिँ मनसँग धेरै मिलेको छ, चित्तसँग मिलेको छ। त्यसो कारणले मान्छेको मन चित्त भने चाहिँ जहिले पनि अनि एउटा स्थिर रूपमा अनि त्यो राख्नुपर्छ। मैले भनेको त्यो चाहिँ यो सम्बोट लेबेमा भन्छ कि सेम टेम्पर नेपा भन्छ। आफ्नो मन चाहिँ जहिले पनि अनि राम्रो गरेर चाहिँ बस्नुपर्छ। त्यसको माथि चाहिँ माया दयाहरूलाई ध्यान दिनुपर्छ। पीर धेरै गर्नु हुँदैन, कल्पनाहरू धेरै गर्नु हुँदैन। मन भने चाहिँ जहिले पनि शान्तमा, मन भने चाहिँ जहिले पनि
शान्त स्थिरमा बस्नुपर्ने चाहिँ धेरै महत्त्वपूर्ण हो। त्यसो कारणले यहाँ तेस्रो उपायमा चाहिँ के भनेको छ भनेदेखि मन चाहिँ धेरै कल्पनाहरू गरेर, मन धेरै पिरमा बसेर, मनमा धेरै कुराहरू सोचेर, मन अशान्तले त्यस्तो गरेर त्यस्तो गर्नु नहुने। हामीले गर्नुपर्ने, हामीले मनको त्यो चित्तमा चाहिँ हामीले चाहेको कुरा चाहिँ के भनेदेखि जहिले भने शान्तमा स्थिरमा बस्नु सक्नुपर्छ भनेर चाहिँ भन्नु चाहेको छ। अब चौथोमा चाहिँ के भन्नु चाहेको छ भनेदेखि अब कोभिड-19 रोग चाहिँ अहिलेसम्म यसको त्यसको लागि दबाई भन्ने चाहिँ छैन। अहिले बनाउनुको लागि अनि सबैले तयार चाहिँ गर्दैछ, कोसिस गर्दैछ, तर अहिले भएको छैन। त्यसो कारणले त्यस्तो दबाईहरू चाहिँ अनि नहुनेसम्म हामीले अनि मान्छे धेरैसँग मिलजुल गर्नु हुँदैन। धेरै मान्छेसँग भेटघाट गर्ने, मान्छे धेरैसँग अनि त्यो बस्ने त्यस्तोहरू चाहिँ गर्नु हुँदैन। किनभनेदेखि कोभिड-19 रोग चाहिँ अनि फैलाउने भन्ने त्यसमा अनि 5 स्टेज भन्छ नि, 5वटा अनि त्यो 5वटा अनि के अरे स्टेज चाहिँ भन्छ। अब जो होस् त्यसमा एउटा चाहिँ के छ भनेदेखि कोभिड-19 रोग नभएको एउटा देशदेखि अनि कोभिड-19 रोग भएको एउटा देशदेखि नभएको देशमा गयो भनेदेखि फैलाउँछ। फेरि त्यहाँ फैलाउनु मात्र होइन कि त्यो मान्छे बाहिरको मान्छे कोभिड-19 भएको मान्छे एउटा चाहिँ अरू देशको भित्र भएर मान्छे अरूसँग मिल्यो भने त्यो मान्छेलाई चाहिँ फेरि फैलाउँछ। फेरि त्यहीँ भएको मान्छेदेखि अरू मान्छेले फैलाउँछ। त्यसो कारणले रोग फैलाउने भन्ने मान्छेहरू मिलेर अनि मान्छेहरू भेटघाट भएर अनि फैलाउने। त्यसो कारणले जति मान्छेसँग हामी भेटघाट धेरै हुन्छ त्यो बेलामा कोभिड-19 त्यस्तो रोग भएको मान्छेसँग भेटघाट भयो भने हामीलाई त्यो रोग चाहिँ आउनु सक्छ, प्राप्त हुन सक्छ। त्यो छ। त्यसो कारणले मान्छे धेरैसँग भेटघाट नगर्ने, धेरै मान्छे अनि एउटै अनि जग्गामा एउटै अनि भूमिमा सबैसँगै बस्ने त्यस्तोहरू चाहिँ गर्नु हुँदैन। त्यसो कारणले चाहिँ चौथो उपाय चाहिँ यदि आफूलाई त्यो रोग चाहिँ नआउन दिने हो भनेदेखि, प्राप्त नगर्नु दिने हो भनेदेखि हामी धेरै मान्छेसँग भेटघाट गर्ने र धेरै मान्छे अनि एकतामा त्यो एउटा जग्गामा अनि सबै अनि बस्ने त्यस्तोहरू चाहिँ गर्नु हुँदैन। अब त्यसमाथि पाँचौँमा चाहिँ के छ भनेदेखि हामी हुनु त कामको लागि यताउता जान्छ, केही न केहीको लागि जान्छ, तर यस्तो समयमा अब निश्चित रूपले जानुपर्ने छ भनेदेखि त जानु पर्यो, नतर यताउता नगएर एउटै ठाउँमा त्यो कोरोना भाइरसको रोग नभएको आफ्नो घरको भित्र चाहिँ बस्नु सक्नु पर्यो। त्यो भयो भनेदेखि इङ्ग्लिसमा भन्छ नि सेफ्टी भन्छ, धेरै आफूलाई चाहिँ राम्रो हुन्छ, सुरक्षा हुन्छ। त्यसो कारणले यो चाहिँ पाँच उपायमा। अब 6मा चाहिँ के छ भनेदेखि जहाँ आफै बस्छ त्यहाँको सरकार हुन्छ नि, यो सरकारको यस्तो रोगको लागि, त्यो रोग नफैलाउनको लागि एउटा नियम बनाउँछ। त्योहरू चाहिँ सबै
पालन राम्रो गर्नुपर्छ। त्यो नियमहरू बनाउने कारण चाहिँ जनतालाई दुःख नहुने, त्यस्तो रोगहरू चाहिँ प्राप्त नहुनुको लागि, फाइदा हुनुको लागि बनाएको नियम हो। त्यो नियमहरू पनि पालन राम्रो गर्नुपर्छ। त्यो चाहिँ नम्बर 6। नम्बर 7मा चाहिँ के हो भनेदेखि अब यो टेलिभिजनदेखि लिएर अनि हाम्रो यो इन्टरनेटदेखि लिएर यो रोगको विषयमा कुराहरू धेरै आउँछ नि, सत्य कुरा। अब त्यो रोगको विषयमा अनि कुराहरू जो अनि न्युजहरू आउँछ, केही कुराहरू हुन्छ, त्यसमा चाहिँ ध्यान दिनुपर्छ। किनभनेदेखि त्यस्तो ध्यान नदियो भनेदेखि हामीले रोग अनि टेक्नुको लागि भने उपायहरू नमिल्ने हुन्छ। रोग भएर पनि रोगलाई निको हुनुको लागि दबाईहरू बनाएको कुरादेखि लिएर धेरै कुराहरू हुन्छ। राम्रो राम्रो पोजिटिभ कुरा, थाहा हुनुपर्ने कुरा हुन्छ। त्यस्तोहरूलाई ध्यान नदियो भने अनि आफै अन्धा जस्तो गरेर बस्नुपर्ने हुन्छ। त्यो भयो भनेदेखि रोग भइसकेर पनि थाहा नभएको, रोग भएर त्यो निको हुनु सक्ने उपाय, त्यो दबाईहरू बनाइसकेको कुरा पनि थाहा नभएर अनि धेरै जोस अज्ञानको कारणले धेरै दुःख हुनसक्छ। त्यसो कारणले नम्बर 7मा त्यो रोगको विषयमा अनि त्यो सरकारले यता न्युजहरूमा र पोजिटिभको कुराहरू, राम्रो कुराहरू के छ त्यसमा ध्यान दिनुपर्छ भन्न चाहेको छु। हो, यो चाहिँ सामान्य उपाय तरिकाहरू चाहिँ हो, यो धर्मद्वारा नभनेको। अब धर्म र संस्कारद्वारा कुरा राख्यो भनेदेखि अब त्यस्तो नराम्रो रोग चाहिँ आफैलाई प्राप्त नहुनुको, प्राप्त अनि नभएको अगाडि हामी आफैले आफ्नो शरीर, आफ्नो जिउ अनि राम्रो बस्नुको लागि यो आधुनिक विज्ञानहरूले बनाएको अनि दबाई, त्यो इम्युन सिस्टमहरू इम्प्रुभ गर्ने, विकास गर्ने त्यस्तो दबाईहरू बनाएको छ। त्योहरू पनि खाने। त्यो सँगै यो जडीबुटी पनि भन्छ नि, यो अहिले हाम्रो तिब्बतको दबाईहरू छ, त्यस्तो गरेर अनि त्यो जडीबुटी दबाईहरू छ, त्योहरू पनि आफूले प्रयोग गरेर चाहिँ आफ्नो जिउलाई राम्रो गरेर स्वास्थ्यमा राख्ने, त्योहरू चाहिँ गर्नु पर्यो। अनि त्योसँग यदि अनि धर्मलाई मान्ने, धर्मलाई स्वीकार गर्ने, धर्मलाई विश्वास भएको मान्छे हो भनेदेखि आफ्नो आफ्नो धर्मद्वारा अनि पूजाहरू गरेर पनि आफूलाई त्यस्तो रोगहरू अनि पछि नआउनुको लागि अनि त्योहरू गर्ने हो। तर सबभन्दा राम्रो उपाय चाहिँ के छ भनेदेखि त्यो पूजा पाठ मात्र नगरेर आफूले ध्यान अभ्यास चाहिँ गर्नुपर्छ, मेडिटेसन गर्नुपर्छ। जति आफूले मेडिटेसन गर्यो भने त्यति अनि फाइदा हुन्छ। अब यो कुरा चाहिँ धर्म मान्नेहरूलाई सामान्य त्योलाई भनेको। अब खास गरेर बुद्ध धर्म मान्ने हो भनेदेखि अब म के भन्न चाहन्छु भनेदेखि बुद्धको चेला बौद्धहरूले अनि त्रिरत्नलाई विश्वास हुनुपर्छ। त्रिरत्न भन्ने है बुद्ध रत्न, धर्म रत्न, सङ्घ रत्नलाई मनभित्रदेखि विश्वास चाहिँ अनि चाहेको हुन्छ। त्यसो कारणले रोग त्यस्तो भविष्यमा नहुनुको लागि बुद्ध धर्म सङ्घ रत्नलाई मनभित्रदेखि आस्था राखेर चाहिँ प्रार्थना चाहिँ गर्नुपर्छ। त्यसमाथि अनि बुद्ध धर्मको भित्र मेडिसिन बुद्ध भन्ने त्यस्तो छ। मेडिसिन बुद्ध भन्ने उहाँलाई
अनि ध्यान अभ्यास गरेर ध्यान गरेर उहाँको मन्त्रहरू जप्ने त्यस्तो गर्यो भने धेरै राम्रो हो। अब त्यसमाथि तारा देवी भन्ने अनि जुन ढोलमा भन्छ उहाँलाई मान्ने हो भनेदेखि तारा देवीको त्यो कङ्गुर भन्ने छेउ छ, त्यो भित्र चाहिँ तारा देवीको विषयमा धेरै कुराहरू चाहिँ भन्नुभएको छ। तारा देवीको गुणको विषयमा त्यसमा चाहिँ फुदो पेन्ने फुदो ग्युला नर्दो पेन्ने नर्नम नितो देपा थम्च्यो थोबरे ग्युला केगना मिज्यो सोसुर जुम्गिर्ची भनेर चाहिँ बच्चा नभएको छोरा नभएको अनि मान्छेले छोरा चाह्यो भने तारा देवीलाई प्रार्थना गरेर प्राप्त गर्न सक्ने, छोरी नभएकोले छोरी चाह्यो भने त्यो प्राप्त गर्न सक्ने, दान दौलत नभएकोले दान दौलत प्राप्त हुनुको लागि उहाँले प्राप्त गरेदेखि सफल हुने। त्यो मात्रै नभएर आफूलाई दुःखहरू जति हुन्छ त्योलाई देख्ने, आफूलाई अनि त्यो रोगहरू के छ त्योहरू सबै देख्नुको लागि, अनि त्यो अहिले विषहरू देख्नुको लागि, अहिले कोभिड-19 को अनि रोगहरू देख्नुको लागि तारा देवीलाई प्रार्थना अनि पूजा गर्यो भनेदेखि सफल हुन्छ भनेर चाहिँ भन्नुभएको छ। तर यसमा चाहिँ हामीले बुद्धको शिक्षामा प्रतीत समुपात भन्नेको अनि सिद्धान्त चाहिँ भन्नुभएको छ, त्यो चाहिँ हामीले स्वीकार गरेर पहिलो प्रतीत समुपात भने चाहिँ थाहा हुनुपर्छ। त्यसो कारणले जति फलहरू छ त्योहरू सबै के अरे अरूलाई अनि भर परेर अरूमा भस परेर भएको के अरे हेतु र प्रत्ययद्वारा भएको त्यो चाहिँ त्यो अनि प्रतीत समुपात भन्ने अनि त्यो चाहिँ हामीले त्यो सिद्धान्त चाहिँ हामीले थाहा हुनु पर्यो। अब त्यो सिद्धान्तद्वारा अहिले तारा देवी भन्ने जुन ढोलमा भन्ने त्यो चाहिँ त्यो सिद्धान्तमा परेको एउटा अनि के अरे प्रतीत समुपात के अरे एउटा अनि हेतु र प्रत्यय भन्नेमा एउटा प्रत्यय हो। त्यसो कारणले पहिला आफैले पनि मन शुद्ध अनि कर्महरू राम्रो गर्ने, धर्म मान्ने, धर्मको काया राम्रो गर्ने, त्यस्तोहरू सबै आफैले पहिला राम्रो चाहिँ हुनु पर्यो। त्यो सँगै आफैले त्यो कर्म र फललाई विश्वास गरेर अनि कुशल कर्म गर्ने, अकुशल कर्म चाहिँ नगर्ने, त्यस्तो चाहिँ अनि बेसमा राखेर है अनि त्यसमाथि अनि ढोलमा तारा देवीलाई अनि मनभित्रदेखि नै केही सङ्ग नभएर है मनभित्रदेखि नै अनि उहाँलाई प्रार्थना गर्यो भने प्रार्थना गरेर उहाँको मन्त्रहरू जप्ने ओम तरी तुदरी तुरी सोहा भन्नेहरू जप्न सक्यो भने तपाईँलाई त्यस्तो रोगहरू चाहिँ हुँदैन। त्यो मात्र नभएर सक्यो भनेदेखि आफ्नो अगाडि तारा देवीको अनि रूप अनि ध्यान गर्ने, तारा देवीको अनि चित्तमा चाहिँ अनि बीचमा तम अनि वारिबारी ओम तारी तुदरी तुरी भनेर त्यस्तो मन्त्रहरू सम्झिने, त्यसपछि अनि उहाँलाई ध्यान गरेर प्रार्थना गरेर विश्वास गरेर चाहिँ मन्त्र जाप्ने। यदि तपाईँले तारा देवीको अभिषेकहरू पाएको छ भनेदेखि अनि आफूले त्यो भन्दा अझै त्यो महत्त्वपूर्ण चाहिँ आफू स्वयं शून्यता अनि विषयमा सोचेर, स्वतन्त्र रूपले छैन भनेको विषयमा सोचेर, आफू स्वयं प्रतीत समुपात हो त्यही कारणले स्वतन्त्र रूपले छैन भनेर शून्यताको विषयमा सम्झेर त्यसपछि आफू स्वयं शून्यताको ज्ञानद्वारा चाहिँ बिस्तारै तारा देवीको रूप धारण गर्ने
त्यो गरिसकेको पछि आफै तारा देवीको रूप धारण गरेर चित्तमा चाहिँ तम भन्ने अनि त्यो तारा देवीको अनि त्यो मन्त्र तम अनि वारिबारी ओम तरी तुरी भन्ने त्यो चाहिँ सम्झिने विचार गर्ने त्यसपछि तारा देवीलाई अनि त्यो प्रार्थना गरेर चाहिँ मन्त्रहरू जाप्ने त्यस्तो गर्नु सक्यो भनेदेखि अनि नराम्रो रोगदेखि लिएर कोभिड-19 रोग मात्र नभएर रोगहरू चाहिँ नहुने त्यस्तो हुन्छ। त्यसो कारणले यहाँ छोटकरीमा चाहिँ यो भन्नु चाहेको छ। यो पहिला सांगे चोला चुनाव छ यो भन्दा दागिनो डोलापिन सांगे डुबर सो भनेर चाहिँ अनि चित्त उपलाप के अरे शरण गमन र चित्त उपलाप गर्ने योलाई चाहिँ पूर्व अभ्यास भन्छ त्यो गर्ने। अनि त्यसपछि चाहिँ अघि मैले भनिदिएको त्यो तारा देवी अगाडि सम्झिने र आफै स्वयं तारा देवीको रूप धारण गरेर मन्त्रहरू राम्रो जाप्ने त्यसपछि चाहिँ अनि प्रार्थना गर्ने अन्तिमको प्रार्थना हो। पूर्व अभ्यास मूल विषय अन्तिमको प्रार्थना त्यो तीनद्वारा चाहिँ तारा देवीलाई अनि प्राप्त गर्यो भने अनि फाइदा हुन्छ भनेर चाहिँ भन्नु चाहेको छ यहाँसम्म। अनि धर्मद्वारा अनि भविष्यमा दुःख नहुने तरिकाहरू उपायहरू चाहिँ भन्ने। अब दोस्रो चाहिँ यदि आफूलाई अनि के अरे यदि आफूलाई कोभिड-19 को रोग कोरोना भाइरस भने चाहिँ आफूले प्राप्त भयो भने अब के गर्ने त्यसमा पनि दुई उपाय। एउटा चाहिँ अनि के अरे धर्मसँग नमिलेको धर्मद्वारा नभनेर यो आधुनिक विज्ञान द्वारा भन्यो भनेदेखि आधुनिक विज्ञान द्वारा भन्यो भनेदेखि अब यो रोग चाहिँ प्राप्त भइसकेपछि यो हाम्रो यो जम्बुद्वीपमा अनि अहिले वर्ल्डको अनि त्योहरू छ आफ्नो आफ्नो त्यो के भन्छ सरकार छ त्यो नियम अनुसार अनि के अरे हस्पिटलमा गएर डाक्टरले भनेकै जस्तो गरेर चाहिँ अनि दबाई खानेदेखि लिएर सबै पालन के गर्नुपर्छ त्योहरू चाहिँ गर्ने हो है। यो चाहिँ अब सामान्य उपाय। अब दोस्रो चाहिँ के हो धर्मद्वारा गर्ने हो। त्यसमा चाहिँ अब सर्वधर्मद्वारा भनेदेखि आफ्नो आफ्नो अनि अब जसले आफ्नो विश्वास गर्छ गड भनौँ अनि क्रिएटर भनौँ अनि बुद्ध भनौँ अनि आफ्नो आफ्नो त्यो उहाँहरूलाई चाहिँ क्याप्ने भन्छ कि उहाँहरूलाई चाहिँ सर्नेहरूलाई चाहिँ अनि त्यो गर्ने हो प्रार्थना गर्ने हो। अब बुद्ध धर्मद्वारा भन्यो भनेदेखि अनि हामीले यदि यस्तो रोग प्राप्त भयो भने आफै बिमारी भइसक्यो भने अनि बुद्ध धर्म सङ्घ रत्नलाई प्रार्थना गर्ने। त्यसमाथि त्यो रोग भएको कारणले मन दुख्नु हुँदैन। बुद्धले के भनेको छ भनेदेखि दुःखहरू सबै हेतुद्वारा भएको हेतु केही कारणले भएको। अब यो पनि आफ्नो एउटा पहिला अहिले आफूले भएको रोग पाइसक्यो भनेदेखि त्यो रोग पनि कहाँबाट भएको भनेदेखि कर्मद्वारा त्यो पनि आफ्नो नराम्रो कर्मद्वारा अकुशल कर्मद्वारा। त्यसो कारणले कर्म र फल भनेको सिद्धान्तलाई अनि के भन्छ विश्वास गरेर अनि बुद्धले भनेको छ यदि तपाईँले यस्तो दुःख भएदेखि कर्मलाई विश्वास गरेर त्यो चाहिँ तपाईँले स्वीकार गर्नुपर्छ भनेको छ। त्यसो कारणले बुद्धले भनेको जस्तो म यो अनि रोग चाहिँ म स्वीकार गर्छु म मन नदुख्ने भनेर चाहिँ कर्म र फललाई अनि विश्वास गरेर रोगलाई स्वीकार गर्ने
त्यसमाथि भविष्यमा त्यस्तो रोगहरू नहुनुको लागि नराम्रो कर्म अकुशल कर्म छोड्छु कुशल कर्म गर्छु भन्ने त्यस्तो चाहिँ अनि मनमा राख्नुपर्छ। त्यसमाथि बुद्ध धर्ममा अरू के भनिन्छ भनेदेखि तोङलेन भनेको छ। तोङलेन भने चाहिँ दिने र लिने भनेको छ। अब दिने र लिने भने चाहिँ कसो हो भनेदेखि पहिला महाकरुणा महामाया त्यो दुईद्वारा बुद्धिचित उपलब्ध गर्नुपर्छ। सर्वपनाहरू सबै दुःखदेखि हटाएर सुख प्राप्त गर्न सकोस् त्यसको लागि मैले बुद्धता प्राप्त गर्छु भन्ने बुद्धिचित भन्ने चाहिँ मनमा आउने। त्यसपछि त्यो द्वारा अनि के गर्ने दिने दिने भने चाहिँ आफ्नो जति सुखहरू छ सबै अरूलाई दिने। लिने भने चाहिँ के हो सर्व प्राणीहरूको दुःखको हेतुहरू सबै आफैले लिने। त्यसो कारणले लेनदेनको अभ्यास चाहिँ गर्नुपर्छ। त्यसो कारणले बुद्धको धर्ममा माइन्ड ट्रेनिङ भन्ने त्यस्तो एउटा चाहिँ धर्म छ। त्यो भित्र चाहिँ मधुशोधन भन्ने धर्म बुद्ध धर्ममा छ। त्यो चाहिँ अनि आफूले अभ्यास गर्ने। त्यसो कारणले रोग के अरे कोभिड-19 भन्ने त्यो रोग चाहिँ आफूले प्राप्त भइसक्यो भनेदेखि मन दुःख कहिले पनि गर्नु हुँदैन। जहिले पनि मन शान्तले बस्ने अनि ध्यान गर्ने। के ध्यान गर्ने लेनदेनको है मलाई यसो रोग पाएको छ केही छैन। अब यहाँ सर्व प्राणीहरूलाई जति दुःख छ रोग छ त्योहरू सबै कोभिड-19 को रोगदेखि लिएर अनि यो जम्बुद्वीपमा भएको जति दुःख रोगहरू छ त्योहरू सबै मलाई पाओस् भनेर मनको बलद्वारा पाओस् प्राप्त होस्। मैले अहिले रोग जो मैले अहिले प्राप्त भएको छ मैले अहिले यो रोगको दुःखहरू मैले अहिले लिँदैछ त्यही दुःख लिनु बेलामा सर्वप्राणीको दुःखहरू सबै यही दुःखमा चाहिँ अनि प्राप्त होस् भनेर चाहिँ यसरी सम्झिनुपर्छ। आफ्नो सुख आफ्नो पहिलो जन्ममा कर्म गरेको राम्रो कर्म गरेको धेरै छ त्यो अनि कुशल कर्म र त्यसको फल सुखहरू सबै सर्वप्राणीहरू सबैलाई प्राप्त होस् भनेर त्यो विचार गरेर त्यो ध्यान गरेर चाहिँ बस्ने हो। त्यो चाहिँ अनि बुद्धले पनि भन्नुभएको छ खास गरेर चाहिँ अनि के अरे नागार्जुनले भन्नुभएको छ है। त्यसो कारणले यो ध्यान चाहिँ गर्नुहोस् भनेर चाहिँ भन्नु चाहेको छ। त्यो हो। अब मैले यहाँ चाहिँ अन्तिममा चाहिँ के भन्नु चाहेको छ भनेदेखि आज मैले अनि सर्वप्राणीहरूलाई फाइदा होस् भनेको सोचले अहिले यो कुराहरू चाहिँ राखेको छ। त्यसो कारणले सबैले अनि यस्तो समय यस्तो अनि रोग कोभिड-19 त्यस्तो फैलाएको त्यस्तो बेलामा सबै प्राणीहरूले मन चञ्चल मन दुःख मन धेरै नराम्रो कल्पनाहरू त्यस्तो गरेर चाहिँ बस्नु हुँदैन। सबै शान्तिले बस्ने हो। अनि यो बेलामा चाहिँ अनि आफ्नो आफ्नो घरमा बस्नु बेलामा आफूले धेरै समयहरू छ त्यो समयहरू चाहिँ खेरोमा जानु हुँदैन। त्यो समयमा चाहिँ खेलेर बस्ने अनि नराम्रो त्यो कार्यहरू गरेर बस्ने अनि त्यो फिल्म त्यस्तो हेरेर चाहिँ समय खेरो गर्ने अनि नराम्रो खेलहरू खेल्ने अनि तास खेल्ने त्यस्तोहरू गरेर चाहिँ नबस्ने। आफ्नो समय जो छ शिक्षा भने चाहिँ धेरै ठुलो कुरा हो। त्यसो कारणले समय अलि भएको चाहिँ शिक्षाको लागि प्रयोग गरेर अनि राम्रो पढेर बस्ने। फेरि आफ्नो यहाँ आफ्नो घरमा काम पनि गर्नु सक्छ। काम गर्नु सक्नेहरूले चाहिँ आफ्नो आफ्नो घरमा चाहिँ तलबको लागि अनि त्यो घरको अनि लागि
कामहरू पनि गर्ने, त्यो सँगै अनि कोहीहरूलाई अनि पहिला चाहिँ अनि यस्तो समय नभएको पाइलामा चाहिँ हामी धर्म गर्छु भनेर पनि समय नमिल्ने, धेरै व्यस्त हुने, मेडिटेसन गर्छु भनेर पनि समय नहुने, त्यस्तो छ नि। अब अहिले यस पालमा आफूले दुःख नगरेर आफ्नो घरमा पनि बस्न सक्ने, समय पनि मिल्ने, सबै अनि त्यस्तो के भन्छ आफूले मौका राम्रो पाएको बेलामा चाहिँ आफ्नो घरमा बसेर चाहिँ आफ्नो धर्मलाई स्वीकार धर्म मान्ने हो भनेदेखि अनि आफ्नो धर्मद्वारा मेडिटेसन गरेर मन शुद्धले मन सफा बनाएर चाहिँ बस्नुपर्छ। खास गरेर बुद्धिस्ट हो भनेदेखि त्यो शरण गमनहरू अनि त्यो बुद्धिचितहरू, महामाया, महाकरुणाहरू, त्योहरू सबै ध्यान अभ्यास गरेर अनि बस्नु सक्यो भनेदेखि समय पनि खाएर नहुने, फाइदा पनि हुने, मनलाई पनि दुःख नहुने, मन शान्तमा बस्नु सक्ने अनि पुण्य पनि कमाउन सक्ने धेरै कुराहरू चाहिँ हुन्छ नि राम्रोहरू चाहिँ। त्यसो कारणले सबैले समय खाएर नगरेर चाहिँ अनि त्यो के अरे अघि मैले भनेको कुरामा चाहिँ ध्यान दिनुहोस् भनेर चाहिँ अनुरोध गर्दछु। सबैले फेरि नमस्कार र सिधै भन्न चाहन्छु।